ठेउना भन्छन् ठेउै छ गइ नपानी हो यहाँ चाहिँ डराउनु नि त्यही हुन्छ खै डङ्ग चाहिँ बुवा भेडा खान टोल्यो नि कता त्यो उ बाँड्ने लगाएको केटा हो कता छ त्यो बुझ्दैन यो त्यही खुसी लाग्छ चिल्लाइ भइरहेको दुईजना भयो हाम्रो पर्पिनको भोलि बिल्ने होला कि आज बिल्ने हो म तिनमा होइन पुगो यो मैले 3 चोटि बिल्नुपर्छ होला दियो कति बिल्छन् 3 त बिल्छ म बिर्यानी छिटो यो अझै खेर छ यो भरिया खेर चाहिँ अझै रहेछ पानी हाल्छ आन्टीले त्यो होला हाल्नु अझै घर के भन्नु त म बुनाउने के दयो म बुनाउने हो बल्ल चाहिँ कुरा बुझेछ म बिजुन पनि भन्छ दिन्छु आफै बिल नभन्ने लुगा राखेछ नि भाइ मैले बच्ची जा लुगा जाने माछाले घर कुरा चाहिँ घर घाना चाहिँ खप्दैन यहाँ कसरी बिल्नु त्यस्तो हो र नहीं तुम बोले हो तुम तो मत रहना था करे रे दुई महीने तक ऐसे तो छुट्टी है ना आप काम के लिए ना तो मत ले भेज रिल्स चोरी सामान पाउन आउँछ के दुई बेली आले कस्तो कस्तो जाउ यो न्यु वर्ष बासी नि आउँदैन यदि मैले बुझाएर दुई दिन छिन्सर आले दुई दिन डारु के पट के टोकिदियो त्यो भन्दै घर गाईको बिल्ले अब म त गाईको जहिले ठुलो घर गाई छ गाई भएको त हो घरै छ के अरे त दुई फेरि गाई भएको त अनि अहिले साल भन्छौ भने ai कान्छा दही आउँछ उठ्छ र मैले भात त भित्र दही त है अर्दै दही सबै गरे अब तर आउट्ने गरिन हान्दैन कि आम्मा के तुन्दरी रक्सान दोन दास मान्छ म यो बरु दही अब यसमा खाने केटा हो त्यो होइन बिल्ला ओइ हो यो तिम्रो एउटा बिल्ला भने यो ठेउ हलो हलो दिया दिया हैन होला के त्यो आइन नभए होला नि भइसक्यो आइन खाउँदो दिया हुन्छ मैले अल थोरै हाल्नु भयो कस्तो भयो बल बल खाऊ नभए के हान्ने भल्दै यो मदै नि मै बिल्नु के छ न त रहेको चाहिँ त्यो यसलाई राख्न भयो हैन र लास्ट हुनु पनि नस्ते भिडियो आर्से कोनु कुनै आर हुन्छ दिइरायो अलि भाइरल हुन्छ आलो अहिले त्यहाँ अलि त्यहाँ खाली तर अलि लास्टै कुनो त कुनो भएको छ अरे बिलायो अब तातो म तातो पनि हाल्छु नि त्यहाँ तातो पनि हाल्छु चिस पनि हाल्ने तातो पनि हाल्ने कता हो त के हाल्नु हैन नि हामी कता कस्तो भयो अलि चाहिँ ल बाहिर गर्दिनु अलि ठुलो आयो डन बिल्ने भने आयो बिल्लाई ठुलो आइज ल यो त अनि त्यही बेला दुई कोटा युज हो ल त यति त नजान्छ दुई बार त दिनु पर्छ यार घिउ खानु पर्यो यार ए बाहिर त आउँछ भएपछि त के नाइ के भन्दा साला भोलि पर्सि साला ढाका हार एक दिन नसक्ने नदिन सक्छ नि खाने बेला त अघि हो अघि साला चलायो त्यसपछि चाहिएको किन के गोरा लाग्यो त्यो गोरा लाग्यो त के गर्छ
हामीहरूले सक्ने काम के गर्छ गर्छिन क्या त मेरो किन माने एउटा दिदी के अन्य त्यो छ बाटो नि ए थाहा नहाल्नु मुस्को जान्छ मैला पर्यो लोडा पनि मै पोखिए कोही हाल्ने नि ल मेरो मैला उठाउने म पिँदैन पकल पकल गरेर राख्ने हुन्थ्यो खानालाई भर्खर लाग्दैछ होला यहाँ अब कहिले हुन्छ रिटर्न केही मिनट त होला यो त कताबाट ल्याउनुहुन्छ त पुरी अनि अरू पुरीपट्टि गर्छन् थाहा नै ठुला आँटा एकै छ 1 महिनापछि यी भदुवा लास्ट ल्याउने यो खोलादेखि यो खोलो छ त्यति पल्लो पर खोलो छ अर्को खोलो काटी पर छ अनि अलिक किन ढुङ्गा ठिकै त भयो त सानो खोला ए पुर्नु छ त त्यही थियो झार्नु आएर नेबर थियो अस्ति हिजो होइन अरू ल्याउनु भने एकै डुब्बो गर्नु तताउने क्या हुँदैन त उठ्या छ पनि हुँदैन तातो गरेर ल यो अदन उता तान्न पाइदियो यता अहिले हक्किँदैन अनि कति लानु गर्ने
अहिले